Hello guys, welcome back to our channel. आज चाहिँ हामी पुतलको लुम्बिनी केबल कार जाँदैछौँ हामी तीनजना. So let's go. हामीमा अपडेट दिँदै गर्छौँ हैन. हामी यहाँ लुम्बिनी केबल कारमा आइसकेका छौँ. अब टक्क लाएर टिकट काट्ने हो, त्यसपछि माथि जाने हो. ये टिकटको प्राइस चाहिँ त्यति रहेछ है. हामीले चाहिँ 3टा टिकट काट्यौँ. ल जाउँ. ल देखाउनु रे साथीहरू. गाडी है लुम्बिनीको केबल कार. हामी मा कामाख्या देवी दर्शन गर्न जाँदैछौँ. ल हाम्रो केबल कार आयो. अब हामी जान्छौँ. Stay tuned guys. हामी केबल कारमा बसिसकेका छौँ. ल यता हुनुहुन्छ सिद्धार्थजी, यता हुनुहुन्छ सुषमाजी, यता म छु साजी. हामी तलको भ्यूको वाला नि खिच्नु है. बनाएको कस्तो राम्रो आएको भिडियो. हाम्रो यहाँ उषा सुवेदीले नाटक गरिराख्नु भएको छ फोटोको लागि. उताबाट केबल आइरहेछ. बाई बाई. एक्लै छ, सिङ्गल. रोक्यो. ए यहाँ चाहिँ कति डर लाग्छ कि. गाइज हामी भर्खर रोकेर हिँड्दैछौँ. साह्रै डर लागेको छ. फाइनली चल्यो अहिले चाहिँ होइन. रोकिँदाखेरि डर लाग्ने. आखिर के भयो त केबल कारमा भनिदिइराखेको. रोकिँदाखेरिको डर. म कति रोथेँ फर्स्ट टाइम. हामी चाहिँ अब हाम्रो स्टेसनमा आइसकेका छौँ. उहाँको सेकेन्ड टाइम रे, उहाँको फर्स्ट टाइम डराएर हालत खराब छ. मेरो सेकेन्ड टाइम हो. ये पुग्यो पुग्यो साथीहरू, पुग्यो हामी फाइनली. अब कस्तो भयो. 178 वटा सिडी रहेछ. यहाँ यस्तो नम्बरिङ गरेको रहेछ. ल हामी जाँदैछौँ 178 वटा सिडी चढेर मा कामाख्या देवीको दर्शन गर्नको लागि. र हामी जाँदैछौँ. कमिङ सुन रे. स्विमिङ पुल, ब्याङ्क्वेट हल हामी अघि आउँदा घाम लागेको थिएन. अहिले चाहिँ हल्का घाम लागिरहेछ है. यो पिङ्क कलरको फुल चाहिँ मैले टिपेको. कस्तो दामी छ के. आजको मौसम पनि राम्रो छ. यहाँ हेर्नु चाहिँ मेरो ह्यान्डसम हस्बेन्ड. फाइनली हामी आइसकेका छौँ. 98765432 वेलकम. वाउ, मा कामाख्या मन्दिर. Wow, this is very amazing.
एकदम राम्रो रहेछ। Yes, we are reached महाकामाख्या मन्दिर। यहाँ फोटोसुट भइरहेको छ दाजुबहिनीको। चुल्ठो राम्रो भएन रे दाइको कमेन्टमा, तर राम्रो देखिरहेछ है। हामी महाकामाख्या देवी मन्दिरको दर्शन गर्न आएका छौँ। यता फर्किनु। साथीहरू यहाँ चाहिँ बसेर खाना पनि मिल्दो रहेछ है। खाजाहरू लिएर आउनु होला। रेस्टुरेन्ट पनि छ, हजुरलाई इफ ल्याउनु भएन भने पनि है। यहाँनिर रेस्टुरेन्ट पनि छ र यहाँनिर चाहिँ एकदमै भाइब्स बसेर एकदमै रमाइलो गर्ने खालको रहेछ होइन। मलाई चाहिँ एकदमै मन पर्यो। हामी आइसकेपछि अघि चाहिँ एकदमै बादल लागेर अझै पनि बादल चाहिँ गएको छैन, तर अहिले चाहिँ घाम लागिसकेको छ। हाम्रो फोटोहरू चाहिँ दामी दामी आउनेवाला छ होइन। अनि भिडियो पनि आउँदैछ, हजुरहरूलाई जानकारी चाहिँ दिन्छौँ हामीले यहाँ यस्तो छ भनेर होइन। महाकामाख्या मन्दिर चाहिँ यस्तो रहेको छ। बाहिरबाट हेर्दा चाहिँ माथि चाहिँ महाकामाख्या मन्दिर लेखेको छ है। भित्र चाहिँ फोटो खिच्न पाइँदैन, यति नै हो, खिच्न मिल्दैन। यति नै हो गाइस, म जुम गरेर देखाइदिन्छु। खिच्न मनाइछ सो जाँदैछौँ होइन, झर्दैछौँ सिडीबाट। यता पनि छ, यता पनि छ, तर यता नै धेरै छ यति जानु लाग्यो। हुँदैछौँ। पहिला चाहिँ हामी सिडीबाट आएको थियौँ भने अलि ऱ्याम्प टाइपको छ होइन, नर्मल। हामी चाहिँ एकदम रमाइलो गरेर फर्किँदैछौँ है। अब हामी ऊ त्यो पिङमा खेल्ने भन्ने सोच बनाएको छौँ, कस्तो हुन्छ। धेरै नै रमाइलो भएको छ, एकदमै धेरै रमाइलो नि। हामी चाहिँ पिङ खेल्छौँ। यो पिङलाई चाहिँ दसैँको लागि युज हुने पारा पिङ हो। कटर कटर गरिरहेछ। एकदमै मजा आएको छ। बाइ द वे हल्लाइदिएको छैन। यस्तो रमाइलो छ, म सब गाउँलेहरूलाई बोलाएर मलाई यस्तो मजा आइरहेछ भनेर सुनाइरहेको छु। ए गाउँले चाहिँ फेरि यहाँ कोही छैन, सुनसान छ।
म्याचिङ गरेको ड्रेस होइन गाइस, तर म्याचिङ भएको हो। सो सबलाई सुहाएको छ, व्हाइटले चाहिँ सबलाई सुहाउँछ। देख्नु है, मैले हजुरलाई व्हाइटले सुट गर्छ भन्थेँ नि, थाहा पाउनु भयो नि। ल बधाई छ, बधाई छ, बधाई छ। यताबाट कहाँ जाँदो रहेछ थाहा छैन होइन। अनि आज त मान्छे छन् भने शनिबार त भिड हुन्छ होला। सबैजना आउनु होला, जो पनि बुटोलमा हुनुहुन्छ है, एकचोटि आएर एक्सप्लोर गर्नु होला। एकदम रमाइलो छ ठाउँ, आफ्नै गाउँघरमा बनेको ठाउँमा आउनु होला, आउनुपर्छ, होला, सपोर्ट गर्नुपर्छ। नआए त चल्ने हो नि हो, एकदमै सपोर्ट गर्नुपर्छ। हामीले सपोर्ट नगरी कसले गर्छ त होइन? बेस्ट एकदमै। अब चाहिँ हामी जाँदैछौँ। फोटोहरू हाम्रो जस्तो आए पनि हामी इन्जोय गर्न आएको। सो फोटो खिच्न आएको होइन त हामी, तर त्यो फोटो नपाउनु चाहिँ हजुर नबिर्सिनु होला, किनभने जाने बेलामा केही चाहिन्छ होइन। जाने बेलामा चाहिँ यताबाट जानुपर्छ। जाँदैछौँ। आउने क्रममा हुनुहुन्छ भने जाने क्रममा हुन्छ, हाम्रो चाहिँ रेडी आइसकेको अवस्था त्यति बेला हामी चढिहाल्यौँ होइन। फाइनली हामी चढिसकेछौँ तल जानको लागि। यही राखिदिने हो हामी गाडीमा चढिसक्यौँ। गाडी होइन के होला, एकदम फास्ट जान्छ जस्तो लागेको थियो मलाई, तर त्यो सेम रेन्जमै जाँदो रहेछ। अनि उताबाट नि आउँदैछ, यताबाट जाँदैछ। आज चाहिँ अलि बादलले गर्दाखेरि राम्रोसँग मौसम देखेको छैन, राम्रो देखिएन के तर ठिकै छ, हामीले इन्जोय गर्यौँ। हरियाली दामी देखिन्छ। अनि के छ बनाइ, एउटा गीत जाओस् न। गाइज हामी त आइसकेको छौँ। हेर्न सक्नुहुन्छ बुटोल बजार है। आज क्लियर मौसम नभएको कारणले देखेको छैन, तर अलिअलि चाहिँ देखेछ। ओहो, कतिजना चढेको धेरै हुँदैछ। गिडेर गिडेर गर्छ है साथीहरू। नभएको हुनाले हामी केही ल्यान्डिङमा ढिलो भइरहेको छ। अब हामी गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा पुग्दैछौँ। कृपया Thanks for visit. See you again, guys. हामी अध्ययन गर्ने क्रममा छौँ। हामी इन्टरनेसनल